पत्ता रायो सागको पत्ता यसलाई तपाईँको अस्ति हामीले माघ फागुनमा रोपेका थियौँ केही हदसम्म यसको पत्ता खाइयो डुकु खाइयो सबै खाइयो अब मकै सर्ने बेला भयो नि त अब यति बेला चाहिँ यसलाई तपाईँको यो गोडमेल अब मकै बारीसरी खनियो यो सागको पत्ताले यसरी टिपियो अब यसलाई किन फेर फाल्ने थियो राम्रो राम्रो पत्ताहरूलाई गुन्द्रुकको लागि हामीले यहाँ प्रिपेयर गर्दैछौँ अब यो गुन्द्रुक बनाउने बट्टामा हाल्ने होइन यसलाई धोयो ऊ भित्र तातो पानी थोच राखेको छु तातो पानीमा हालेर मजाले यसलाई धोइ पखाली गऱ्यो चिसैमा पनि दियो त्यहाँबाट तातो पानी हाल्दै खाँदै यो गुन्द्रुक चाहिँ के बट्टामा हाल्नुहुन्छ कि खाडल खनेर पहिला खाडलमा हाल्थे हैन खाडलमा धेरै धेरै छ भनेदेखि चाहिँ हामी तपाईँको खाल्डामा पनि हाल्थ्यौँ अब अहिले यो कम्ती भएपछि यसलाई बट्टामा हाल्दाखेरि पनि एकदमै उचितजनक हुन्छ हप्ता 10 दिन 15 दिन यसको मौसम हेरेर पनि हुन्छ घमाइलो छ राम्रो छ जग्गा भने तातो छ भनेदेखि 15-20 दिनमा यो गुन्द्रुक बन्ने पनि गयो अलिकति त्यस्तै खालको चिसो मौसम पानी पऱ्यो के कसो भयो भनेदेखि यसले अलिकति समय लिन्छ त्यसले गर्दाखेरि चाहिँ गुन्द्रुक तपाईँको एकदमै तोडिलो साह्रै मिठो गुन्द्रुक हुन्छ अमिलो यो चाहिँ यो यसलाई चाहिँ के पहाडी भेगको चाहिँ यो ट्रेडिसनल एकदमै हाम्रो पहाडी मात्रै नभएर यो तपाईँको नेपाली जातिमा एकदमै नम्बर 1 डिस्कमा आउँछ यो गुन्द्रुक जाति गुन्द्रुक भयो सिन्की भयो किनेमा भयो यी हाम्रा खेतीपाती गर्ने हाम्रो मतलब नेपाली जनको भनौँ पहाडी भेगका नेपालीहरू जति छन् उहाँहरूले साह्रै नै यसलाई इम्पोर्टेन्ट दिएको उहिले हाम्रो पिता पुर्खादेखि गरिआएको कमाई खेती भनौँ न यो अब यसबाट कति ठाउँमा त तपाईँको यही बेचेर आफ्नो जीविकोपार्जन पनि गरिआछन् यो बिक्छ पनि यो तपाईँको 300 रुपियाँ 400 रुपियाँ किलो बजारमा यो राख्दा 300-400 रुपियाँ किलो बजारमा बेच्दै गरेको देख्न पाइन्छ यो गुन्द्रुक यसलाई गुन्द्रुक भनिन्छ गुन्द्रुक चाहिँ यो कलिलै जब बट्टाबाट अथवा खाडलबाट निकालिन्छ तब पनि बिकिहाल्छ अनि सुकाएपछि पनि बिक्छ नि यो सुकाएपछि पनि बिक्छ आलैमा कसैले अचार खाने बनाउने भन्छन् र लान्छन् त्यो पनि एउटा एक प्रकारले बिकिहाल्छ भएन यसलाई सुकाएर पछाडि गुन्द्रुकको सब्जीको लागि बट्टामा केहीमा प्लास्टिकमा प्याकिङ गरेर राख्यो त्यहाँदेखि चाहिँ पछिसम्म यसलाई चैत वैशाखको यसमा गएर तपाईँको यो चाहिँ यसलाई टाइट गर्ने मेलो यसलाई यो चाहिँ ग्यास टाइट गरेर यसको अघि तातो पानीले धोएर सबै कुरो गरेको छ यसलाई खाँदाखेरि पनि हालिएको छ अब यसरी माथिबाट यसरी प्याकिङ गरेर यसलाई ग्यास टाइट गरेर 12-15 दिनदेखि 20 दिनसम्मको टाइममा तपाईँको यो हरियो रस जाँदैछ यसले कुनै असर गर्दैन लस्ट हुँदैन केही पनि गर्दैन यो तपाईँको अघिको पानी तातो पानी यसको रस मिक्सेर गएको राम्रो यतिका दिनसम्म आगो इन दिनसम्म यसलाई खान सकिन्छ ल त अब गुन्द्रुक बनिएपछि फेरि म आउँछु अनि फेरि अर्को भिडियो बनाऊ अहिलेलाई धन्यवाद तपाईँलाई हामी दिएर पठाउँछौँ त्यति बेला हुन्छ ल धन्यवाद